यहाँ चाहिँ एउटा कथा दिएको छ। कथा चाहिँ यस प्रकार रहेको छ। यो कथा भयो। अब तपाईहरुले यो कथा पढ्नु पर्यो। यो कथा पढेको आधारमा चाहिँ म तपाईहरुलाई अहिले एकछिनपछि इन्स्ट्रक्सन दिन्छु। सुरुमा यो कथा पढ्नु होला। यो कथाको आधारमा तपाईहरुले के समस्या पहिचान गर्नु, के समस्या भइराको रहेछ भन्ने कुराको बारेमा चाहिँ पहिचान गर्नु होला। त्यसको आधारमा चाहिँ हामी अहिले एकछिन कुनै एउटा क्रियाकलाप गर्छौं र 1 मिनेट यो तपाईहरुलाई कथा पढ्नको लागि समय ल। कथा पढ्नु त। ल यो तपाईले कथा पढिसक्नु भयो? सक्यो। ओके। अब तपाईले कथा पढेको आधारमा चाहिँ हामी यो कथामा चाहिँ के समस्या रहेछ हैन, यो कथा तपाईले पढ्नु भयो। जस्तो यहाँ कथा चाहिँ के थियो भने एकजना सर हुनुहुन्छ। उहाँ सरको चाहिँ सरुवा हुन्छ। उहाँले प्राथमिक तह अथवा 1 देखि 5 सम्म चाहिँ गणित विषय पढाउनुहुन्छ। सरुवा भइसकेपछि विद्यालयले अर्को सर राख्नुहुन्छ हैन। अर्को सर राखिसकेपछि उहाँले पढाउँदै जानुहुन्छ। अनि एक दिन चाहिँ उहाँ एक कक्षामा गएर जोड र बिजोड पढाउन जानुहुन्छ। जोड र बिजोड पढाउँदाखेरि चाहिँ विद्यार्थीहरूलाई पढाउँदा उहाँले पढाएको बुझ्दैनन्। अनि नबुझिसकेपछि उहाँले फेरि क्लास गर्न दिनुहुन्छ। त्यो क्लासमा पनि उनीहरूले छुटाउन सक्दैनन्। अब यस्तो अवस्थामा चाहिँ यहाँ के छ र समस्या, कसरी पढाइदिएको भए हुन्थ्यो, त्यो समस्या समाधान गर्नको लागि चाहिँ के गर्न सकिन्छ भन्ने कुराको बारेमा छ। र अब चाहिँ हामी यहाँ समस्याहरू टिपोट गर्छौँ। तपाईले के समस्या पत्ता लगाउनुहुन्छ भन्नु है त। समस्याहरु अंक पहिचान गर्न नसक्नु हो। ल एउटा चाहिँ के हो? अंक पहिचान गर्न नसक्नु। अब के हुन्छ अरु? जोड बिजोड संख्या हुन नसक्नु। अब के थियो? शिक्षकले पढाएको नबुझ्नु। हो, शिक्षकले पढाएको नबुझ्नु। ल अब यसको आधारमा चाहिँ तपाईले के गर्नु पर्यो भने अब यहाँ समस्याहरु छ। अंक पहिचान गर्न नसक्नु, जोड बिजोड संख्या छुटाउन नसक्नु, शिक्षकले पढाएको नबुझ्नु। त्यसको लागि चाहिँ अब के गर्यो भने चाहिँ यो सबै बुझ्छन् होला, अंक पहिचान गर्न सक्छन् होला, शिक्षकले पढाएको बुझ्छन् होला, अथवा जोड बिजोड संख्या छुटाउन सक्नुहुन्छ होला। त्यो चाहिँ तपाईहरुले पहिला सोच्नु। शैक्षिक सामग्रीको प्रयोग गरेर पढाउन सक्यो भने के हुन्छ? अंकमा पहिचान गर्न सकिन्छ। शैक्षिक के हो रे अर्को? प्रयोग गरी शिक्षण गर्ने। अर्को के हुन सक्छ? शैक्षिक सामग्रीको रूपमा अंकको पत्ती बनाउने हुन सक्छ हैन? अर्को के हुन सक्छ? अब खेलको माध्यमबाट हुन सक्छ नि हैन? खेलको माध्यमबाट के गर्ने? शिक्षण गर्ने अथवा पढाउने हैन त? अब त्यसको लागि चाहिँ हामी एउटा शैक्षिक सामग्री बनाउँदै छौं। शैक्षिक सामग्रीको लागि चाहिँ एउटा कार्टुन लिएका छौं। हाम्रो यहाँ विद्यार्थी भाइहरूले कार्टुन हुन्छ। हामीले यसको एउटा स्क्वायर बनाउन खोजिरहेका छौं हैन त? ल रेडी भयो। अब यसमा टेप लगाउने। टेप लगाउनु त। सर्ट लगाउनु, सानो लगाउनु। अहिले सुन्नु, सानो वाला हो, त्यसरी लगाउनु हुन्छ। फाल्नु लाग्छ अहिले, नफाल्नु। सानो मात्र लगाउने। त्यो उहाँसँग यो चाहिँ भन्यो। अपरेसन छ।
तर यो कस्तो टाँसिएपछि त खतरा टाँसिन्छ नि यो घाम अलि टाँसिन्छ टाइम लाग्छ घाममा सुकाइ नि खतरा छ बन्द गर्नु यो चाहिँ हामीले एउटा डाइस बनाएको छौँ योबाट चाहिँ हामी जोड बिजोड सङ्ख्याको गेम खेल्नेछौँ जसले चिन्न हामीलाई अङ्क चिन्न सजिलो हुनेछ जसबाट चाहिँ के गर्न सकिन्छ जोड र बिजोड सङ्ख्या छुटाउनलाई सजिलो हुनेछ ल अब चाहिँ हामी एउटा गेम खेल्छौँ है त अब चाहिँ हामी एउटा गेम खेल्दैछौँ यो चाहिँ हामीसँग डाइस छ डाइसको माध्यमबाट अब हामी के पहिचान गर्छौँ भने यसबाट चाहिँ जोड सङ्ख्या र बिजोड सङ्ख्या हामी छुटाउन सक्छौँ जोड सङ्ख्या र बिजोड सङ्ख्या कसरी छुटाउँछौँ भने हामी एउटा गेम खेल्छौँ मैले यो डाइसलाई तल फाल्छु गुडाएर फाल्दाखेरि कति नम्बर आउँछ ग्रुप अफ पिपुल बन्ने जति नम्बर आउँछ जस्तो यहाँ 2 नम्बर आयो अनि अगाडि सपोज यहाँ अगाडि मैले फालेँ कति आयो त्यहाँ 1 आयो भने कतिवटा बस्नु पऱ्यो एकजना मात्र बस्नु पऱ्यो एकजना बस्नु पऱ्यो भन्नुको अर्थ भनेको एउटा मात्र हुनुभयो होइन एउटा मात्र हुँदाखेरि त्यो जोड भयो कि बिजोड भयो बिजोड किन बिजोड भयो एउटा मात्र भयो जस्तो अब मानौ मैले कतै घुमाएँ कति आयो अब यहाँ 6 आयो 6 भनेको जोड हो कि बिजोड हो जोड किनकि जोडी जोडी मर्ने बसेको हुन्छ के दुईटा यस्तो दुईटा होइन अर्को दुईटा यसरी के हुन्छ जोडी बने बसेको हुन्छ त्यसरी जोड हुन्छ भनेर हामी सिक्छौँ है त ओके ल 4 ग्रुप अफ 4 ल तपाईँहरूको 4 यहाँ कति नम्बर छ 4 यहाँ कतिजना भयो जोडा भयो कि भएन अब त्यसपछि यो जोड हो कि बिजोड सङ्ख्या हो 4 आयो भने के हुँदछ जोड सङ्ख्या हुँदछ ल फेरि अर्कोपल्ट है त एकजनाले गर्नु त ल ओके ल स्टार्ट ल कति आयो 1 भनेपछि सबैजना एक लाई भयो किन 1 को तपाईँ 1 भयो कि 2 1 तपाईँको जोडी छ कि छैन जोडी नभएपछि त्यो के भयो बिजोड ओके 1 के रहेछ जोड कि बिजोड रहेछ बिजोड ओके ल कति आयो 5 ल 5 जनाको ग्रुप बन्नु 5 जना ग्रुप बन्यो ल ओके 5 जना ग्रुप बन्यो ल यहाँ 5 जनामा जोडी छ कि छैन जस्तो यो दुईटा एक जोडी यो दुईटा एउटा जोडी हो किन उहाँ के भयो छुट्याउनु भयो भनेपछि यहाँ जोडी भयो कि भएन त्यसपछि जोडी नभएपछि के रहेछ 5 जोड कि बिजोड त्यसैले 5 चाहिँ के रहेछ बिजोड ओके नेक्स्ट ओके 3 छिटो 3 ल यहाँ कतिजना हुन्छ यहाँ कतिजना हुन्छ 3 अब 3 जना भएपछि यहाँ जोडा मिल भयो कि भएन उहाँ 2 जनाको जोडा भयो उहाँको भएन त्यसले यो जोड कि बिजोड हो 3 भनेपछि के रहेछ ओके फेरि 2 कति अङ्क आयो 2 त्यसपछि अब तपाईँहरू 2 भने अङ्क के रहेछ जोड कसरी जोड ल भन्नु त कसरी जोडी हो 2 जना जोडी भएर जोड भयो मानौ अब यहाँ अर्को राख्ने मैले टिप्सन राख्थेँ ल 3 जना हुनु भयो अब यो 3 भयो भने चाहिँ जोड कि बिजोड हुन्छ किन हो एउटाको जोडी चाहिँ एउटाको जोडी छैन त्यसैले के भयो बिजोड ओके ल गुड